नेपालले ऐतिहासिक जित निकालिसकेको छ टेस्ट नेसन विरुद्धको पहिलो जित कस्तो महसुस भइरहेछ नेपालको जित हामी त लक्की रहेछ होला ऐतिहासिक नेपालले पहिलोपटक टेस्ट नेसनलाई जितेको छ एकदम तपाईले भनेको पुरा भएको छ यो चाहिँ एकदम ऐतिहासिक जित हो सिरिज पनि पुरै 0-3 ले विन हुनुपर्छ क्या हामीले अब आज पनि आउँछ हामी भोलि हेर्न हजुर हजुर जितेरै जाने हो हजुर ल नेपालको पहिलो जित दाइ जित्छ भनेर 150 को टार्गेट भनेको थियो त्यो पनि मिले दाइ जित फिक्स हो आज धेरै जनाले चाहिँ मिलाउनु भएको छ 150 को टार्गेट दिन्छ र जित्छ भनेर कस्तो महसुस भइरहेछ पहिलो जित टेस्ट नेसन विरुद्धको नेपालको एकदम नम्बर र माहौल देख्न सक्नुहुन्छ यहाँ एकदमै सबैजना नेपालको पहिलो जित टेस्ट नेसन विरुद्धको र यो चाहिँ एकदम ऐतिहासिक क्षण हो सबैजना ऐतिहासिक क्षणमा चाहिँ यहाँ विटनेस बन्नु भएको छ र यहाँ एकदमै नेपालको जित सेलिब्रेसन भइरहेछ शारजा क्रिकेट स्टेडियमदेखि लाइभ छौँ हामी एकदमै सेलिब्रेसन चलिरहेछ नेपालको पहिलो जित टेस्ट प्लेइङ नेसन विरुद्धको कस्तो महसुस भइरहेछ नेपालको पहिलो जित टेस्ट नेसन एकदम खुसी लागेको हामी आफ्नो ठाउँ छोडेर प्रदेशमा आएर नि हेर्न पाइयो एकदम इन्जोय तपाईँले के लाग्थ्यो 150 को टार्गेट डिफेन्ड गर्छ जस्तो लाग्छ सुरु अभियसली नेपाल हो नेपाल प्लस तपाईँ हामी सबैलाई बधाई छ र देख्न सक्नुहुन्छ यहाँ फ्यानहरूको उपस्थिति सबैजना सेलिब्रेसन गरिराख्नु भएको छ देख्न सक्नुहुन्छ ऐतिहासिक क्षण यो चाहिँ शारजा क्रिकेट स्टेडियम नेपालमै बनेको छ रातो चन्द्र सूर्य फरफराइरहेको छ शारजा क्रिकेट स्टेडियममा र अब सबैजना फर्किँदै हुनुहुन्छ यो ऐतिहासिक जितलाई यो ऐतिहासिक जितको भनेर सबैजना फर्किँदै हुनुहुन्छ माहौल देख्न सक्नुहुन्छ यो ऐतिहासिक जितको क्षण शारजा स्टेडियममा नेपालको जित एकदम राम्रो लागिरहेको छ कस्तो छ नेपालको जितमा के भन्ने छ भोलि खसी ढल्छ भोलि एउटा अब दसैँ युएमा चाहिँ असली दसैँ आछ युएमा दसैँलाई चाहिँ नेपाली क्रिकेट टिमले एकदमै
ऐतिहासिक दसैँ भएको छ रोल क्रिकेट नेपालबाट। क्रिकेट नेपाल थ्याङ्क यू एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू तपाईँले दिएको टिकटले हामीले म्याच हेऱ्यौँ जित्यौँ पनि। उहाँ चाहिँ हाम्रो टिकटको कन्टेस्ट विनर पनि हो है रोल क्रिकेट नेपालको। र माहौल हेर्नुहोस् शारजा क्रिकेट स्टेडियमको यो ऐतिहासिक जित टेस्ट प्लेइङ नेसनसँग पहिलो जित शारजा क्रिकेट स्टेडियममा निकालेको छ र यो क्रिकेट स्टेडियम यसै पनि ऐतिहासिक रहेको छ। सबैभन्दा धेरै इन्टरनेसनल म्याच होस्ट गर्ने क्रिकेट स्टेडियमले आज नेपालले इतिहास लेखेको छ शारजामा। अब यो कहिले बिर्सने छैन वेस्ट इन्डिजले। शारजा क्रिकेट स्टेडियममा इतिहास लेख्यो नेपालले। के छ यो ऐतिहासिक जितमा के भन्न चाहनुहुन्छ? एकदम खुसीको क्षण छ आज हामीलाई होइन। हजुर यसै खुसीमा चाड होइन भोलि खसी पनि ढालिन्छ नि खसी ढल्छ अब दसैँ खसी नभए नि बोका चाहिँ बोका रहन्छ भोलि। अनि जित भयो मजा आयो यति टाढोबाट आयो पनि स्वर सुकेको छ होइन 16 वर्ष चिच्याएर मजा आयो। 150 को टार्गेट दिँदा के डिफेन्ड गर्छ जस्तो लाग्यो तपाईँलाई? अलिक गाह्रो थियो हजुर। र बोलिङ कसको बलिङदेखि प्रभावित हुनुहुन्छ? कसको बलिङ उत्कृष्ट थियो? कुशल भुटेल ब्याटिङदेखि कन्ट्रिब्युट नगरे पनि बलिङदेखि तपाईँलाई कस्तो छ महसुस? एकदम रमाइलो लाग्यो आज होइन। र शारजामा नेपाली क्रिकेट टिमले इतिहास लेखेको छ आज। यो जित कसको हुनु क्राउड हेर्न सक्नुहुन्छ यो टियु क्रिकेट ग्राउन्डमा जतिकै क्राउड छ यहाँ यो ऐतिहासिक मोमेन्ट हेर्नको लागि। एकचोटि क्राउड हेर्नुहोस्। यो क्राउड हेर्दा लाग्छ यो शारजा स्टेडियम हो। विनर चिकन डिनर हो भाइ। र सम्पूर्ण नेपाली क्राउड एकदम सन्तुष्ट भएर एकदम खुसी भएर फर्कँदै हुनुहुन्छ। यो शारजाको माहौल शारजा आज नेपालमय भएको छ। दुई पटकको विश्व विजेता वेस्ट इन्डिज विरुद्ध आफ्नो पहिलो टेस्ट नेसन विरुद्धको जित नेपालले शारजा क्रिकेट स्टेडियममा निकालेको छ। र आज युएमा विकेन्ड पनि हो र एकदम सम्पूर्ण नेपाली क्रिकेट फ्यान नेपालीलाई चाहिँ एकदम मजाको निन्द्राले सुत्नुहुनेछ किनकि यो ऐतिहासिक क्षण यस्तो गर्मीमा पनि यति धेरै नेपाली दर्शकको उपस्थिति छ यो तपाईँ हेर्न सक्नुहुन्छ। यो माहौल हेर्नुहोस् शारजा क्रिकेट स्टेडियम बाहिरको माहौल। र यति भन्दै म पनि लाइभदेखि बिदा हुन चाहन्छु। सम्पूर्णले साथ दिनुभएकोमा धेरै धन्यवाद र सबैलाई बधाई भन्न चाहन्छु। कङ्ग्रेचुलेसन सबैजनालाई यो ऐतिहासिक जितको लागि र शारजामा नेपाली क्रिकेट टिमले इतिहास लेखेको छ। यति भन्दै सबैलाई गुड नाइट भन्न चाहन्छु। भव्य दसैँ लागेको छ युएमा मात्र होइन सारा। थ्याङ्क यू सबैजनालाई कङ्ग्रेचुलेसन। र दसैँ एकदम भव्य आएको छ। यो चाहिँ एकदम ठुलो जित हो नेपालको लागि, ऐतिहासिक जित।
र यो लाइभबाट म पनि अब बिदा हुन चाहन्छु। फेरि पनि सबै नेपाली क्रिकेट प्रेमीहरूमा धेरै धेरै बधाई भन्न चाहन्छु। ट्रोल क्रिकेट नेपालसँग जोडिरहनु होला। गुड नाइट, कङ्ग्रेचुलेसन्स नेपाल।